यो ठाउँको पर्यटनको विकास सबै मुद्दालाई लिएर मेरो सांसद मेरो अधिकारको तहत काम गर्नेछु। मेरो सांसद मेरो अधिकार भनेको प्रत्येक यहाँको नागरिकले आफ्नो सांसदलाई अधिकारको रूपमा प्रयोग गर्न पाइयोस् भन्ने सोचको साथ, त्यो मान्यताको साथ यो अभियान सुरु गरिएको। त्यसको तहत अहिले माटो उपचारको चाहिँ कार्यक्रमहरू अगाडि ल्याइएको छ। माटो परीक्षण गरेर माटो उपचार गर्नेको क्रममा हाम्रो शरीरमा जसरी विभिन्न कामहरू गर्दै जाँदा थाक्दै जाँदा शरीरमा विभिन्न रोगहरूले ग्रस्त हुँदा हामीले शरीरलाई उपचार गरे जस्तै हामीले लगातार खेती गरिराखेको हाम्रो खेतबारीमा पनि हाम्रो माटो कहिले अस्वस्थ भयो भन्ने कुरा हामीलाई पत्तो हुँदैन। त्यसकारणले त्यो माटोलाई बेला बेलामा उपचार गर्नुपर्नेछ। हामीले अत्याधिक रासायनिक मलहरू, अत्याधिक कीटनाशक चिजहरू र ठिक मात्रामा हामीले मलहरू, खादहरू प्रयोग नगरेको कारणले खनजोत चाहिँ पर्याप्त चाहिँ व्यवस्थित तरिकाले नगरेको कारणले कहीँ पटक चाहिँ माटोहरू अस्वस्थ भएको खण्डमा त्यो माटोलाई परीक्षण गरेर माटोको उपचार गर्ने प्रविधितर्फ जानको लागि यो अभियान चलाइएको हो। यसमा पहिल्यैदेखि पालिकाहरूले गरिराख्नु भएको छ। पाल्पा जिल्लाको कृषि ज्ञान केन्द्रले पनि गरिराख्नु भएको छ। तर त्यसमा केही जागरुक किसानहरू मात्रै जानुभएको छ। सबै किसानहरूले घरमा जो पारम्परिक खेती गरिराख्नु भएको किसानहरूले हाम्रो खेतको बारीको माटो पनि उपचार गर्नुपर्छ भन्ने त्यस्तो खालको सोच विकास नभइसकेको कारणले त्यो सोच पनि विकास गरौँ र छुटेको किसानहरूको पनि प्रत्येक ठाउँमा यसरी नै चाहिँ माटो परीक्षण गरेर माटोको चाहिँ उपचार गर्ने प्रक्रियामा लैजाने भनेर पाल्पा जिल्लाको क्षेत्र नम्बर 1 को 37वटै वडामा यसरी ठाउँहरूमा क्याम्प लगाएर जसरी आज रामपुर नगरपालिकाको भएको छ, भोलि निस्ती गाउँपालिका, रम्बा गाउँपालिका, पुरोखला गाउँपालिका, माखागढी गाउँपालिका, टिनाउ 5, तानसेन 8 लगायत अन्य साथीहरू पनि निःशुल्क रूपमा यो माटो परीक्षण गरोस् र यसको चाहिँ अस्वस्थ भएको माटोलाई कसरी उपचार गरेर राम्रोतर्फ लैजान सकिन्छ भन्ने सम्बन्धी अवेरनेसको लागि यो कार्यक्रमको सुरुवात गरिएको।